मर्निङ जयदेवी भलिबल मेम्बर। आज चाहिँ हामी 2 बजे मन्दिर दर्शन लागिरहेको छ। इट्स माई हेन्डसम ब्रदर अविन्द्र गुरुङ लेप्टी ले पनि चिनिन्छ। यता चाहिँ हाम्रो विवेक बुद्धि भनेर पनि चिन्न सक्नुहुन्छ तपाईँहरूले। आज हामी चाहिँ के अरे मन्दिर दर्शन लागि जाँदैछौँ। के छ मन्दिरमा गएर तपाईँले के आज माग्छु भन्ने चाहिँ मन्दिरको बाहिर आएको होइन सम्पूर्ण हाम्रो भलिबल टिम यही मन्दिरभित्र आइसक्यो। चाहिँ यहाँ पूजापाठ गरेको छु 2 बजे मन्दिरमा। र राम्रो होस् भन्ने एउटा मनोकामनाले हामी पूजा गर्दैछौँ र आशा छ आज हामी गेम जसरी भए पनि जित्नेछौँ। सर हाम्रो कस्तो गाउँला है बिहामा अहिले पूजापाठ सकिएको छ। अब एकछिनमा हाम्रो फोटो सेसन हुन्छ। प्रसाद बाहिरनु भयो। प्रसाद बाँडिसकेपछि हामी प्रसाद सबैले खानेछौँ। हाम्रो चाहिँ पूजापाठ सकिसकेको छ। अब हामी चाहिँ हाम्रो फुटबल टोलीको फाइनल म्याच भएको हुनाले चाहिँ अब हेर्न जान भएको। आशा छ आजको गेम चाहिँ हामीले जसरी भए पनि जित्नेछौँ र पुराना ट्रफी 2082को त्यो ट्रफी उचालेर हामी जुम्ला फर्किनेछौँ भन्ने अपेक्षा चाहिँ राखेका छौँ। हेरौँ अब गेम कस्तो हुन्छ मलाई थाहा नआएको। यो चाहिँ हाम्रो तयार भइसक्यो। जम साहबले चाहिँ यहाँ खाजा वितरण गर्दै हुनुहुन्छ।